नमस्कार। आज म साथीहरूलाई एउटा सम्झना गराउन चाहन्छु। मान्छेहरू धनी कसरी बन्ने र मान्छे किन गरिब हुन्छ भन्ने छोटो एउटा भिडियो सन्देश लिएर उपस्थित छु। मान्छेहरू धनी बन्नको लागि मात्रै दुईटा तरिका अपनाउनु पर्छ। एउटा बानी र अर्को लगानी। एउटा हाम्रो खर्च अनावश्यक गर्ने, फजुल खर्च गर्ने बानी कम गर्नुपर्छ, नचाहिँदा खर्चहरूलाई कम गर्ने र चाहिने विषयमा मात्रै खर्च गर्ने। र अर्को हाम्रो लगानी हुनुपर्छ। कुनै पनि उत्पादनमूलक क्षेत्रमा, उत्पादनमुखी काममा लगानी भयो भने धनी बन्न सकिन्छ। यो धनी बन्ने उपाय बानी र लगानी। त्यस्तै गरी मान्छेहरू गरिब चाहिँ दुई किसिमले हुने गर्छन्। एउटा स्वभावले गरिब, एउटा अभावले गरिब। अभावले गरिबहरू जतिखेर पनि उठ्न सक्छन्। उनीहरू आफ्नो क्षमतालाई एउटा अनुकूल परिस्थिति आयो भने काम गर्ने, अगाडि बढ्ने गर्न सक्छन्। र एउटा स्वभावले गरिब, जति भए पनि मसँग छैन, मेरो भएन, मेरो पुगेन भन्नेहरू हुन्छन्। तिनीहरूलाई चाहिँ हामी अभावले भन्दा पनि स्वभावले गरिब हो भन्ने गर्छौँ। स्वभावले गरिब मान्छेहरू जति सम्पत्ति भए पनि, जति पैसा भए पनि उनीहरूलाई इज्जत प्रतिष्ठा, आफूसँग भएको धन सम्पत्ति अपुग अथवा अभाव भए जस्तो मात्रै लाग्छ भने अभावले गरिब भएका मान्छेहरू अनुकूल परिस्थिति आउने बित्तिकै जसरी त्यो कुनै रुखहरू हुन्छ, बिरुवाहरू हुन्छ ढलेको तर त्यो तुरुन्तै पलाउँछ, त्यस्तै गरी अभावले गरिब भएका मान्छेहरू धनी हुन सक्ने सम्भावना चाहिँ हुन्छ। स्वभावले गरिब मान्छेहरू जीवनकालमा कहिले पनि धनी बन्दैनन्। धनी बन्नको लागि बानी राम्रो हुनुपर्छ र लगानी गर्नुपर्छ भने अभावले गरिब मान्छेहरू माथि आउन सक्छन्, स्वभावले गरिब मान्छेहरू माथि आउन सक्दैनन्। हस्त, धन्यवाद।